बेला बेला छापिन्थे तर सर्कुलेट हुँदैन थियो मार्केटमा। हेर्नुहोस्, इन्डियन पैसा चल्थ्यो नेपालमा, नेपाली बजारमा। हाम्रा घरतिर सबै इन्डियन पैसाहरू हुन्थ्यो, नोटहरू। राजा मोहनले राष्ट्र ब्याङ्क स्थापना गरेर एउटै करेन्सी देशभरि चलाए। हेर्नुहोस्, त्यो देशको राष्ट्रिय स्वाधीनताका लागि आवश्यक एलिमेन्ट्सहरू हुन्, इन्ग्रेडियन्ट्सहरू हुन् ती कुराहरू है। त्यस्तै विभिन्न देशहरूसँग 55वटा देशहरूसँग त राजा मोहितले दौत्य सम्बन्ध स्थापना गरे। अब यो 2-4वटा देशसँग मात्रै यसो उ गरेर हुँदैन। नेपालको स्वाधीनता जोगाउने भयो भने धेरै देशबाट ग्यारेन्टी चाहिन्छ, एसुरेन्स चाहिन्छ भन्ने भएर 55वटा देशसँग गरे। संयुक्त राष्ट्र सङ्घको सदस्य बन्ने अवस्थामा देशलाई कम्प्लिट रूपमा पुर्याए। राजनीतिक, पोलिटिकल, जियो पोलिटिकल, तपाईँको आर्थिक, मौद्रिक, हरेक दृष्टिकोणले, शैक्षिक, सामाजिक हरेक दृष्टिकोणले नेपाल छुट्टै देश हो। स्वाधीन